Hi guys, welcome back to my channel. अनि आज चाहिँ हामी उखोलढुङ्गा आएको 3 दिन भइसकिसकेको छ। खासमा आज 4 बजे हामी उठेर सेफ्टी झर्न जाने भनेको प्लान 7 बजे सकिसकेको छ अनि अब हामी जाँदैछौँ। बहिनीहरु रेडी हुँदैछ। सो तपाईहरुले मजाले हेर्नु होला अबको हाम्रो यात्रा। आज सेफ्टी झर्न चाहिँ यो बहिनी चाहिँ जाँदैन अनि हामी तीनजना जान रहेछौँ। अनि अन्तिममा सुरुमा उयो जाने भनेर चुम्काउने अनि अन्तिममा र नजाने अरे। किन नजाने बहिनी? म घर जानु पर्यो त्यही भएर ल आज तिमीलाई धेरै मिस गर्छौँ हामी ल। ल अब हामी चाहिँ जाँदैछौँ। थ्याङ्क यू भेरी मच। ल ल सो गाइज हामी दुईजना सामान किन्न आएको छौँ अनि किनि पनि सक्यौँ। अब जान आँटेको थुक्पा खान। सो हामी चाहिँ यहाँनिर थुक्पा खानाको लागि आइसकिसकेको छौँ। अनि आज यिनीहरूले 4 बजे हिँड्ने भनेर बिहानदेखि लेट गरेको। कति बज्यो अहिले? 8 बज्न लाग्यो। भरे त रात मात्र परोस् न तिमीहरूलाई जानेको छु मैले। लेट्सी है गाइज कतिको यिनीहरूले भनेको पक्का हुन्छ। हेरौँ है त। Hello guys, हिँडेको ल? पनि देख्दैन हामीले कस्तो गर्नु अरे। सो गाइज हाम्रो यात्रा सुरु भइसकिसकेको छ अनि हामी तीनजना यसरी बाटोमा हिँड्दैछौँ अन द वे। सो टिप अरे किप वाचिङ अस, नट टिप, किप वाचिङ अस है। अब हामी तपाईँहरूलाई हाम्रो बाटो कसरी हिँड्दैछौँ यहाँ हाम्रो दामी छ। तर जाँदैछौँ हामी। कालीजारको फुल फुलेको छ। आयो चिन्दैन उयो छ नि। गाइज अहिले चाहिँ हामी यहाँ हिँड्दैछौँ उकालो चढ्दैछौँ डाँडा अनि बहिनीहरू सबजना तल छ। म चाहिँ पुरा हिँड्दैछु। को चाहिँ हाम्रो दिदी चाहिँ हिँड्दै हुनुहुन्छ यहाँ उकालो। हामीभन्दा खतरा हिँड्नु हुँदो रहेछ।
सो गाइस हामी फाइनली माथि आइसकेको छौँ हामीहरू यत्रो बाटो यतिवटा हामी कतिवटा पहाड कटेर आइपुग्यौँ ल हाम्रो यात्रा जारी छ पनि हेर्नु होला हामी गिभ अप गर्नेवाला छैनौँ लाले गुराँस कतिवटा छ बहिनी रुखै बाँच्दैछ उसले नभन्नु न त्यस्तो मेरो बहिनीहरूलाई चाहिँ दिमागमा कोही बेला यस्तो खुरापाती आइडियाहरू आउँछ के भन्नु अरे बहिनी दिदीलाई चाहिँ हामीलाई गाउँको मान्छेले भेटेर कहाँ हिँडेको भन्दै सोध्यो भने दिदीलाई ट्रेकिङ लिएर आएको भन्छु कि उहाँ चाहिँ जापानमा बस्नुहुन्छ भन्छु जापानमै बस्छ अरे अनि दिदीले चाहिँ नमस्ते 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 खन्छ अनि हजुरको नाम चाहिँ कतै चाहिँ पत्याउँछ होला यार गाइस जे होस् यसको छोरीले चाहिँ राम्रै काम गर्न थालेछ भन्ने सोध्छ आयो हामी यात्रा सुरु गर्छौँ न दिदी बहिनीले के भएछ गाउँको काफलको बोर्ड पाकेपछि आउनु तपाईहरुलाई हामी टन्न टिपेर दिन्छौँ उपर मेरो गाउँ छ देखाउँछु आउ आउ ल जाउँ हामी जाँदैछौँ यहाँ थिएछ त बहिनी ढुङ्गा हो त्यही भएर ढुङ्गा छ बहिनीको गाउँ हामी आइपुग्यौँ पर देखिएको गाउँ चाहिँ बहिनीको गाउँ दामी ल हामी लाग्यो है बहिनीको गाउँ म चाहिँ लट्ठी र लाडी गरेर यसरी बोकिरहेको छु हामी जाँदैछौँ यसरी इन्ट्री भइसक्यौँ हामी अब अझै 2-3-4 घन्टा चाहिँ सायद जानको लागि हामीले सोचेको डेस्टिनेसन आजको हाइकिङ चाहिँ बब्बाल नै हुँदैछ हाम्रो कुन डाँडा अरे नानी ऊ त डाँडाको टाउनको डाँडाको तलतिर पारिपट्टि एउटा हो त्यो डाँडा हो नि हिँड्दैन रहेछ मेरो फोनमा त त्यसै त्यो तिनदेखि नै मेरो बाजेको गऱ्यो फोन झार्छु बहिनीले छोड्दै आऊ ल आऊ सो गाइज अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ हामी अहिले चाहिँ यो सब्जी ढाडा जाँदै गर्दाखेरि चाहिँ यो बाटोमा एउटा पुल बहिनी यो पुलको नाम के हो यो पुलको नाम के हो यो पुलको नाम के हो जो अरू नाम सक्दैन ओखलढुङ्गाको एकदम चलेको बिगुटारको झोलुङ्गे पुल हो तपाईँहरूले यहाँ पछाडिको सिन हेर्न सक्नुहुन्छ बाफ्रे यस्तो दामी छ वाउ लभ इट You can see her guys दामी छ झोलुङ्गे पुल अनि यतापट्टिको भ्यू त बाफ्रे यस्तो दामी छ इट्स रियली अमेजिङ अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ म छु यहाँ है अनि मेरो आजको फुल गेटअप चाहिँ रेड एन्ड ब्ल्याक छ ब्ल्याक साग बोकेर बहिनीहरू आज यहाँनिर यस्तो भइरहेको छ उनीहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले आज मुर्कुटा अनि यसरी जाँदैछौँ हामी अब झर्ना पुग्न अझै यति नै बाटो छ अझै 2 घन्टा डेढ गाइड डेढ यस्तो गरेको छु तर पनि म हिँड्न छोडेको छुइनँ नेभर गिभ अप टु बी कन्टिन्यू भाइ बहिनीहरू भेट भयो बहिनी ए हेरेर जानु छोडेर नि हामी
जान आँटेको ठाउँ भनेको यो टावर देख्छ नि यो टावरको पनि पल्लोपट्टि बल्ल बल्ल यहाँ आइपुग्यौँ हामीलाई कति कति घन्टा टाइम लाग्यो बहिनी हामीलाई यहाँ 5 घन्टा नि यहाँसम्म हिँड्यो भने 5 घन्टा नजिक अब त्यो डाँडाको नि तल्लोपट्टि छिर्नुपर्ने हो हामी यताबाट आएको कस्तो भइरहेछ दिदी यत्रो बाटो हिँड्दै आउँदा मेरो लाइफमा एउटा मोटिभ छ त्यो चाहिँ के भन्दाखेरि हिँड्दै गर्दाखेरि एउटा अब हामी कहाँ जान्छौँ भने एउटा गन्तव्य सोचेर गएको छौँ खासमा हामी सेफ्टी झर्न जाँदैछौँ त्यो हाम्रो गन्तव्य भयो अनि त्यो गन्तव्यमा पुग्दै गर्दाखेरि चाहिँ बाटोमा उत्तर चढाव होइन अब पसिना आउँछ गर्मी हुन्छ गलिन्छ मुटुको ढुँडी फुट्ला जस्तो हुन्छ कतिवटा पाहाड कटेर आइसकिसकेको छौँ अनि यो सब चिजलाई चाहिँ इन्जोय गरेर जानुपर्छ बाटोमा जर्नीमा अनि जाँदै गर्दाखेरि चाहिँ यो सब चिजलाई सम्झेर जाने होइन त्यो झर्नामा नहुँदै गरेको इमेजिनेसन गरेर जाने हो र जीवनमा पनि हामीलाई सक्सेस पाउनु छ सफलता हुनु छ भने चाहिँ सफलताको बाटो हिँड्दै गर्दा धेरै उताप चढावहरू आउँछ त्यसको साटो चाहिँ हामी जिन्दगीमा के बनिन चाहन्छौँ त सोचेर हिँड्नुपर्छ भवाल हुन्छ अनि अहिले मजा आइरहेको छ गाइज सो किप गोइङ कन्टिन्यू हिँड्दा हिँड्दा बाउको बे देखिसक्यो उयो त हेर्नु भिर छ यता भन्दै त केही कुरा यो जित्नु पर्ने कुरामा त तिमीले भन न कस्तो फिल भइरहेको त बहिनी तिमीलाई कस्तो फिल भइरहेछ अरे हिँड्न चाहिँ सकेको छैन त्यही पनि रमाइलो फिल भइरहेको छ होइन जर्नामा कतिखेर पुगेर गाइज होइन केटीहरूलाई जित्न सकेको छैन केटीहरूलाई पठाउनु छ हामी चाहिँ तलबाट आएको फाइनली यो डाँडामा आइसक्यौँ हामी चाहिँ परको 4-5वटा हामी चाहिँ यो डाँडाको पछाडिबाट आएको खास गरी आउँदा हामी यो सबै बाटो काटेर गाउँ फाइनली यहाँ फाइनली हामी उयो टावरमा आइपुग्यौँ गाइज वाउ दिस इज गाइज दामी तपाईँलाई हामी जग्गा देखाउँछ गाइज यो ततिर टन्नै हिँड्नुपर्छ दिदी हो ल हामी झर्नातिर लाग्यौँ अब 5वटा डाँडा काटेर आएको हामी आज गाइज हामी चाहिँ त्यो डाँडाबाट हिँडेर आएको यो भिर देख्न सक्नुहुन्छ तपाईँले दिदीलाई चाहिँ हामीले हिँडाएको यो भिरमा हिँड्दै हुनुहुन्छ यो चाहिँ त चिनेर माउला गाइज अहिले चाहिँ हामी यसरी बसिरहेको छौँ यहाँ पासाङ भिरको यहाँनिर हेर्नुहोस् त्यहाँबाट झऱ्यो भने तपाईँको नाम निशान भेट्दैन यसरी बसिरहेको छौँ हामीहरू मेरो हालत हेर्नु यहाँ झन् यो त कट्नुपर्छ नि खालफुलै हिँड्नुपर्छ परेर खालफुलै यो दुइटाले चाहिँ मलाई ढाँटो होइन किन ढाँटो भन्नुहुन्छ भने नि उयो टावरदेखि तल हो भने क्या यो टावर अघि तपाईँलाई थाहा छ उताबाट मैले देखाएको थिएँ अनि यो टावर तल त्यहाँ छैन झर्ना अब यो अर्को यो यत्रो भिड कटेर जानुपर्ने फेरि जाँदैछौँ यहाँबाट झऱ्यो भने मरिन्छ गाइज गाइज यो दुइटाले चाहिँ आज बाटो बिर्सेर हेर्नु यस्तो भिरको माथि बाटो नभएको ठाउँमा लिएर फर्काएर लाँदैछ अब यहाँबाट झऱ्यो भने के हुन्छ हालत थाहा छैन हेर हामीहरू यस्तो बाटो हिँड्दैछौँ नि अब पुरै भिड छ गाइज कहीँसम्म छैन भिरी ल छ एकैचोटि तल ल बिस्तारै बिस्तारै जाऊँ बिस्तारै माथि पुगेर हुन्छ
बहिनी यस्तो भिडमा तिमीहरू बाटो बहिनी आज हामीलाई गलत बाटो देखाइदिएर हेर त हामी आज होइन हौ माथि बाटो छैन क्या बहिनी आऊ यहाँ हामी अब हेर्नु हाम्रो यहाँ गन्तव्य यहाँ आइसके पछाडि पनि हामी यहाँनिर अब के हुन्छ थाहा छैन हामी यस्तो डर लाग्दो छैन भिड नै हेर त बाफ्रे हामी झर्ना यो डाँडा पारी भनेर गएको यो डाँडा कट्नै सकेन बाटो नभएर गाइस तपाईहरुले यो भ्यू हेर्न सक्नुहुन्छ अनि हामी झर्नको लागि चाहिँ हामी खासमा यो पुगेर पनि अझै कहाँ पुग्नु पर्यो बहिनी यो कटेर पनि अझै त्यहाँदेखि तल झरेर देखिन्छ त्यहाँदेखि फेरि पुगेर मात्र हामी झर्न पुग्नेवाला रहेछौँ अनि त्यो हुँदाखेरि चाहिँ अब हेर्नु टाइम पनि हामीसँग धेरै छैन है अनि हामी बिहानको 8 बजेदेखि हिँडेको अहिले कति बजिसकिसक्यो 8 9 10 11 12 1 2 3 3 बजिसक्यो 8 घण्टा कन्टिन्यू हिँडेकै अनि अब यहाँ अहिले पनि पुगेन भने चाहिँ अब हामीलाई घर पुग्न रात पर्छ भनेर अब यहाँदेखि हामी रिटर्न ब्याक हुन आँदैछौँ हामी अन्तिम छोडमा गलत बाटोको कारणले गर्दाखेरि हामी फर्किँदैछौँ सबैभन्दा दुःखको चिज चाहिँ यहाँ छ होइन तिमीहरूलाई कस्तो लागेको छ भन न त ल मजा आइरहेको छ मजा पनि आइरहेको छ दुःख पनि भइरहेको छ बाटो बिर्सेर ए उ त्यो घरको मास्तिरबाट निस्केर यसरी जाने हो नि अब होस् बहिनी अब मन त मरिसकिसक्यो अब नेक्स्ट चोटि आउँदाखेरि खत्ता जानुपर्छ अहिले यताबाट जाँदाखेरि उ त्यहाँ गएर झर्ना चाहिँ देखाउँछु अर्को झर्ना होइन यही झर्ना चाहिँ टाढाबाट देखाउँछु कि अब हामी अब त्यही भएको कारणले अब हामी यहाँ बसेर काचो काचो खान्छौँ एकछिन इन्जोय गर्छौँ अनि फर्किन्छौँ गाइस भिरमा बसेर इन्जोय गर्नु भिरमा बसेर हेर्नु तपाईँले भ्यू चाहिँ बब्बाल छ फेरि यहाँ झर्ना भन्दा बब्बाल भ्यू छ यहाँ दामी छ सो गाइस अब हाम्रो यहाँ खानेकुराहरू हुँदैछ अनि अब हामी यस्तरी बसिरहेको छौँ इन्जोय भइरहेको छ दामी आकाश देखिरहेको छ बहिनीहरूलाई काचो काचो मोल्दैछ यहाँ झर्नामा गएर नआउने ठुलो सोच थियो यो चोटि पुरा भएर तर नेक्स्ट चोटि म पुरा गर्छु अफकोर्स है सो टु बी कन्टिन्यू विथ मी सो गाइस अनि हामी चाहिँ अहिले फर्किँदैछौँ है किन भन्दाखेरि हामी झर्ना गएनौँ आज अनि एकदम बाटो पनि कन्फ्युजन जस्तो भयो अनि हामी स्टिल पनि अहिले यही भिडमा छौँ है यहाँबाट फर्किन लाग्दैछौँ बहिनीहरू ब्याकमा पछाडि आउँदैछ म अगाडि छु यहाँ हेर्नु बाटो हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो छ यस्तो भिड छ पुरै सो अब यस्तै बाटो भए पनि हिँड्दैछु म भिडमा लडेर चिप्लेर गइन्छ होला जस्तो पनि लाग्दैछ एउटा मनले होइन हिँड्नुपर्छ भनेर सोचेर हिँड्दैछु म कता हो बाटो सो अब हामी यसरी जाँदैछौँ है अब हामी फर्केको गाइड मजाले हेर्नु होला हाम्रो चढ्ने अब फर्किँदै गर्दाखेरिको गाइज हामी चाहिँ आधी बाटो पनि पुगेको छैन म चाहिँ यो पहाड कतिवटा कट्नु पर्ने छ अधारेर हेर्नु बल्ल बल्ल यो पहाड कटेर यहाँ फेमिली आइसकिसकेको छ पासमा बहिनी रुनु मात्र आलेको छ बहिनी
रुइसकिसक्यो पछि जिन्दगी बिर्सिँदैन पसिना हेर्नु नि अब हाम्रो लास्ट भिडियो फोन चार्ज पनि सकियो लक्की बोकेर रुँदै रुँदै हामी जाँदैछौँ गाइज हामी सबैजनाको अनुहार चाहिँ यस्तो भइरहेको छ अँध्यारोमा होइन पसिनै पसिना रात परिसकिसक्यो हेर्ने अब हामी कतिखेर पुग्ने हो गाइज सो आजको जर्नीलाई इन्जोय गरिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो बाँकी चिज चाहिँ तपाईँलाई म नेक्स्ट भिडियोमा भन्नेवाला छु बाई बाई भन